उता स्लोभेनिया यता क्रोएसिया गाइस यो चाहिँ बिल स्लोभेनिया इन्टर हुन्छ त्यसपछि अहिले चाहिँ हामी स्लोभेनियाको बोर्डरले गर्दा पनि क्रोएसियावालाले चाहिँ छोडेछ बोर्डर You know, with the Croatian license, after you can drive all Europe. म एउटा लाइसेन्स चाहिँ 27 कन्ट्रीमा गाडी चलाउनु पर्छ इन्टरनेसनल राइड गर्ने छौँ हामी मेरो साथी पनि आउँदैछ चाइनाबाट स्लोभेनिया हिला बिबी नो हिला बिबी इज दुबई इन्टरनेसनल हेलो गाइस यो द आउँदैन अनदर ब्लग नमस्ते कसैले फ्यामिली जसले सेवारो आज चाहिँ हामी बिहान 6 बजीतिर यसरी भट्किरहेछौँ सुनसान छ हामी जान लागेको छु क्रोएसिया टु इटाली बिहान यता म यता मेरो बस Where is my big combi? Oh, my big combi is there. Hello guys. बिहान जाडोमा अब यो कम्बी लागेर जानु पर्ने हो Oh, is jam. ल गाइस हामी चाहिँ आइसकेको छ ठुलो गाडीमा स्टार्ट पनि भइसक्यो गाडी हेर कति सफा आम्मामा गाडीको हालत यस्तो लापरवाह गरेर राखेको छ गाडी सफा छैन निस्केको छ हामीलाई चाहिँ टाइम लाग्छ पुग्नलाई 2 घन्टा 24 मिनट जाग्रेब टु इटाली पुग्नलाई यस्तो सिटी पुग्नलाई अगाडिको भ्यू देखाउँ भनेर त सिसोको हालत यस्तो छ क्लियर छैन त्यो पनि देखिरहेको छ राम्रै सिटीमा बस्नु चलाउँछ अब हाइवे पुगेपछि चाहिँ मेरो कल आउँछ सूर्य देवता ऊ त्यो पछाडि निरिक्दै कालो गुबाचा देखिएको छैन दावा देखिरहेको छ Boss need a sleep. But I don't need a sleep. You need a sleep. Where do you go? Like making sushi. Well, I just forget it a bit. The bus for the day. You want the day? नर्मली उफ्रिन्छ भने र यो आजको ब्लग चाहिँ यस्तो चाहिँ छ रसियाबाट इटली कसरी जाने बाटो कुन हो जसमा मलाई याद आउँछ त्यो बाटोहरू देखाइरहेको छु है गइरहेको छौँ हामी बाटो हामी जानुपर्ने बिजी 2 घन्टा 26 मिनट भनेपछि अब 2 घन्टा 15 मिनटतिर पुगिन्छ 2 घन्टा 15 मिनट जानलाई आउनलाई 2 घन्टा 26 मिनट अनलोडिङ गर्नलाई त्यो सामान लोडिङ गर्नलाई 2 घन्टा समथिङ लाग्छ होला उता रेडी छ भने रेडी छैन भने 2 घन्टा लाग्छ रेडी छ भने 1 घन्टा हुन्छ बिहान 6 बजी उठेको 6 बजी उठेर अब फेरि फर्किँदा यताउति गर्दा आज फेरि मेरो ड्युटी छ भोलि चाहिँ मेरो छुट्टी आज मेरो ड्युटी छ त्यही भएर आज फर्केर फेरि ड्युटी पनि जोइन गर्नुपर्ने यो चाहिँ बिहान उठेको मलाई एक्स्ट्रा पैसा पाउँछ त्यही भएर बिहान उठेर गइरहेको है ग्यास स्टेसन आयो अब हामी कफी पनि त्यसपछि अगाडि बढ्ने हामी आइपुग्यो क्याफेमा कफी लिएर जानुपर्ने उता घाम टल्किरहेको छ गाइस यो चाहिँ बिल चाहिँ के हो भन्दाखेरि यो चाहिँ टिकट हो स्लोभेनिया एन्टर गर्नको लागि गाडीको 110 युरो 11 युरो भनौँ 500 के रहेछ यसले स्लोभेनिया इन्टर हुन्छ त्यसपछि इटाली किन्छ My coffee is ready with a big combi. They don't speak Croatian. The
call my wife because I need to translate. I called him. He'll come here. What's wrong? Take it. No, take it. बोर्डरमा चाहिँ हामीलाई फोन चलाउन अलाउ छैन रे है बोर्डरमा चाहिँ फोन कृपया गरेर नचलाइदिनु होला हामी चाहिँ अब फ्युल सबै गइसक्यो रेड बुल This one is a small one and it's very expensive. I asked Biela Cava. Biela Cava is mean cool. Fabi. Maybe she don't know how to speak Croatian. I don't know, I asked her because when I asked her to, I said Dva Biela Cava. She understands 2 hot dog. Sabi. And she's calling her she Biela Cava. They hot dog. What? How you can understand coffee in the hot dog? What's up? Wake up. यो चाहिँ पहिला टोल आइसक्यो त्यहाँ फर्स्ट टोल चाहिँ हाम्रो फर्स्ट टोलमा फर्स्ट एक्सचेन्ज रहेछ €1.10 It's not working? No, don't take the coins. So fast technology na taro shen गरेर निस्किन्छ Okay boss, okay. That is not open. के खोल्नु पर्ने रहेछ खोलेको छैन रहेछ बस कोइन हालेको हाले गएर निस्के फेरि Sabi people. It's Croatia. Police station, Lugana. They closed. What is closed? Border. Yeah. That is border. It's Croatia. But now they cancelled. They don't need Because it's in Europe. उता Slovenia, यता Croatia. खाने प्रयास गर्छु भोक लागिरहेछ मलाई This is not mine. This is mine. This is meat. This is your. Here is my sweet. Chicken थिएन त्यही भएर यो खाएको Nema. नेमा चिकन ला अहिले चाहिँ हामी स्लोभेनियाको बोर्डरले गर्दा जाममा फसिसकेको छ चेकिङ चलिरहेछ अगाडि र क्रोएसियाको पनि क्रोएसियावालाले चाहिँ छोडेछ बोर्डर छोडेछ भन्नाले चाहिँ बोर्डर खुला राखेको स्लोभेनियावालाले चाहिँ बोर्डर खुला राखेको छैन रहेछ त्यही भएर यो जाम कति टाइम लाग्ने हो कुन्नी त्यसमा रहेछ जाम अब अगाडि भेटौँ Where you go winter? Where's too snow? Wow, it's beautiful. All is snow. Snow. What's up? Guys, finally, bye Croatia. Welcome to Slovenia. Croatian language? What? Slovenia. Same. Same. Slovenia, yeah. यहाँ पनि Croatian language चल्छ अरे अब चाहिँ स्लोभेनिया सकेर त्यसपछि चाहिँ इटली पुगिन्छ हामी दामी सिन के चेकिङ हुँदो रहेछ आइडी टिआरसी भयो तपाईँको पासपोर्ट भयो चेकिङ हुन्छ त्यसपछि मात्रै गाडी चेकिङ हुन्छ त्यसपछि मात्रै जानु दिँदो रहेछ Wow. It's you are. I think too. Yeah. यहाँदेखि चाहिँ थुप्रै कन्ट्री नजिक छ अरे बोस्निया यो स्लोभेनिया भयो क्रोएसिया रोमानिया Which one here? Albania पोल्यान्ड सबै नजिक छ अरे अनि अर्को कुन कन्ट्री Only 2-3 hours 2-3 घन्टाको फरक रे बस 2-3 घन्टाको फरकमा country to country international राइड गर्न सकिने रहेछ र म गर्ने छु चाँडै भन्नाले चाहिँ म जाँदैछु नेपाल गएर लाइसेन्स बनाएर लिएर त्यसपछि कारताप छँदैछ म घुम्नलाई
र हुन्छ हाम्रो पनि इन्टरनेसनल You will never take a license. After come here, you change it. Yes. Just pay 100 euro, I think. Change it. Xiaomei change it, Xiaomi my license? but she don't drive. She forgot. Slovenia. Hila Bibi. No, Hila Bibi is Dubai. International. Very nice. They understand. Because one times is All is one. one, after separate. Now it's changed. They understand. Bratemoi kakusi. प्रात्यमय काकुसी भनेको चाहिँ दाजु कस्तो हुनुहुन्छ भनेको अरे Wow. Poland also? Maybe no. Little bit. पोल्यान्डमा चाहिँ धेरै बुझ्दैन अरे क्रोएसियन ल्याङ्ग्वेज हल्का फुल्का चाहिँ बुझिन्छ अरे You know, with the Croatian license, after you can drive all Europe. All over Europe. 27 country. Epic, yeah. म एउटा लाइसेन्स चाहिँ 27 कन्ट्रीमा गाडी चलाउन सक्छु त्यो मसँग छैन अहिले हुन्छ पछि 27 कन्ट्री त्यो सेङ्गेनभित्र पर्ने कन्ट्रीहरू त्यतिमा चाहिँ हुनुपर्छ अब चाँडैभन्दा चाँडै गएर लाइसेन्स बनाएर लिएर चाँडैभन्दा चाँडै इन्टरनेसनल राइड गर्ने छौँ हामी मेरो साथी पनि आउँदैछ चाइनाबाट उसको नाम चाहिँ सेलिया हो तर उसको ऊ पनि लाइसेन्स बनाउनु गएको लाइसेन्स चाहिँ उसको चाहिँ फेल भएको छ फेरि ट्राई गर्नलाई बसिरहेछ यसपालि चाहिँ पास हुन्छ किन Are you sure, boss? Sheliao is that time is pass? 3 times is fail, yeah? How long time he is in China? 4 months? 4 months. Wow. Nazara. Tori ko tel. Tori ko khet. Slovenia. लगाइस हामी चाहिँ फसिसकेको छ जाममा हाम्रो यहाँदेखि स्लोभेनियादेखि इटली रह्यो how many किलोमिटर इटली बस 86 किलोमिटर बाँकी रह्यो त्यसपछि इटली पुग्न लागेको छ स्लोभेनियादेखि अहिले चाहिँ जाम छ यस्तो जाम भइरहेको छ 52 मिनेटमा ठ्याक्कै पुगिनु रहेछ Now we are traffic. I do zooming. There. के भइरहेछ अगाडि केही देखिरहेको छैन जाम किन यति धेरै हामी यति टाढा छ What is mean LJ? Ljubljana. Ljubljana. Oh, Ljubljana. City. And this one MB? Where? I don't. But it's me, you see SLO. Slovenia. Slovenia. Like our is ZG. Zagreb. Yes. के को जाम रहेछ अघिदेखि नदेखिनु भनेको चाहिँ यहाँनिर रोड बन्दै रहेछ त्यही भएर जाम लागिरहेको रहेछ अगाडिसम्म रहेछ जाम त छ नि त रोड बनाइरहेछ पक मेरो गाडी आउँछ यहाँ एक दिन त्यही भएर बनाइरहेको रोड रेगा छ स्लोभेनियामा घर चाहिँ सबै 2 तलासम्मको हुँदो रहेछ 2-3 तलाको धेरै ठुलो हुँदो रहेछ सबै जहाँसम्म मैले देख्यो सब घरहरू सानो सानो देख्यो सबै घर अहिलेसम्म पनि सानो देखिरहेको छु है सिटी हो कि सिटी छ कि छैन यहाँ
त्यो पनि थाहा छैन। सोधौँ पनि के सोधौँ नसोधौँ होला बसलाई। गइरहेछौँ हामी। अब भेटौँ हामी इटलीको बोर्डरमा। को स्पिडमा हिँडिरहेको छ हामी चाहिँ अहिले। हामी चाहिँ यहाँ जानुपर्ने रेस्ते यतापट्टिबाट त त्यो पनि देखाएको थियो कति किलोमिटर भनेर। अघि त देखेको 33 किलोमिटर, अब चाहिँ थाहा छैन कति किलोमिटर छ। पावर हाउस रहेछ फेरि यहाँनिर चाहिँ खतरनाक। यता रहेछ सानो गाउँ। I hope Vera is not Polish because I hate them. Because they stop us. Ask me how much you taking, how much you have, what are you doing here, where are you from, what are you doing in Zagreb? Oh, stop. स्लोभेनियाबाट चाहिँ इटलीको चाहिँ बोर्डर छैन अरे। एक टाइममा चाहिँ थियो अरे, अहिले चाहिँ अब बोर्डर खुल्ला छ अरे, बोर्डर छैन अरे। जस्तो कि त्यहाँ क्रोएसिया टु स्लोभेनिया आउनलाई चाहिँ बोर्डर थियो, त्यहाँ चेकिङ पनि के चेक गर्नु, आइडी चेक गर्दो रहेछ, गाडी चेक गर्दो रहेछ, त्यति खासै चेकिङ छैन, त्यस्तो रहेछ। यहाँ चाहिँ छैन अरे अब, तर जहाँ छ बोर्डर त्यहाँ देखाउँदैछौँ हामी, त्यहाँ देखाउँछौँ बोर्डर कहाँ चाहिँ थियो भनेर बसले देखाउँछ। यो चाहिँ बोर्डर अरे पहिलाको। वेलकम टु इटली। दिस इज माई थर्ड कन्ट्री। They don't stop me, what's up? इटलीमा चाहिँ धेरै जस्तो साइकल चलाउँछ अरे, साइकल बाइकर्स। ओहो निन्जा, ओ हायाबुसा। दिस इज इटली। पसिना मेहनत, एक्स्ट्रा पैसा कमाउनुको चक्करमा मेहनत पसिना। फर्स्ट गियर इज पोसिबल। ल गाइस, आजको चाहिँ यस्तै भयो है। क्रोएसिया जाग्रेब टु स्लोभेनिया, स्लोभेनिया टु इटली, फेरि त्यहाँबाट इटली टु स्लोभेनिया, स्लोभेनिया टु क्रोएसिया जाग्रेबमा आइपुगेको छ। अब चाहिँ मेरो ड्युटी टाइम स्टार्ट भयो। अब फेरि ड्युटीतिर लाग्नुपर्छ। ओभर टाइम भनेको त यस्तै हो। अनि कमेन्ट गरिदिनु होला कस्तो लाग्यो तपाईँले यो ब्लग। अनि मलाई थाहा छ यो लङ ब्लग चाहिँ हेरिदिनु होला, यो ब्लग अलिकति लङै हुन्छ होला। म यो ब्लगले 2 तरिकामा हालिदिन्छु है, जुन चाहिँ राम्रो लाग्छ त्यो हेरिदिनु होला। तर जसले सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब गरिदिनु होला। अब आजको ब्लग यति नै हो, भेटौँ हामी नेक्स्ट ब्लगमा। अनि त्यो अस्तिको मैले पर्ख भन्ने भिडियो सुटकोमा चाहिँ कपिराइट आएछ, त्यसलाई मैले डिलिट गरिदियो किनकि त्यो पछाडिको साउन्डहरू बन्द गर्नु बिर्सेको थिएँ मैले, त्यही भएर गल्ती भएछ। सोचिरहेको छु फेरि अपलोड गरौँ कि नगरौँ त्यो भिडियो, त्यसलाई मैले फेरि सुधारेर मोडिफाई गरेको छु। ल गाइस, आजको चाहिँ यति नै हो, भेटौँ हामी नेक्स्ट ब्लगमा। आजको लागि बाइ बाइ। हातेर यस्तरी पट्टी बानेर रहेछ। म एक दिन इटली के गएको मान्छेहरू त यहाँ त भएन नि है यस्तो त।